विष्णु छेत्री हो। म एनसीसी नेपाली पाठशाला तह 4 बाट आज म सबैभन्दा पहिला यहाँहरूलाई बुद्ध जयन्तीको धेरै शुभकामना। आज म यहाँहरूलाई बुद्धको एउटा कथा सुनाउन गएको छु। एका देशमा एउटा गरिब मानिस थियो। उसँग घर थिएन अनि ऊ जहिले पनि माग्न खोजिरहन्थ्यो, तर उसको खानेकुरा जहिले पनि हराइरहेको हुन्छ। एक दिन उसले मुसा भेट्छ। त्यो मुसाले उसको खानेकुरा चोरिरहेको हुन्छ। गरिब मानिसले मुसालाई गाली गर्दै भन्छ, ओइ मुसा, तिमीले मेरो खानेकुरा किन चोरेको? बरु अर्को खानेकुरा चोर न, म गरिब हो। अनि मुसाले भन्छ, मेरो भाग्यमा तिम्रै खानेकुरा खानुपर्छ भनेर लेखेको छ र तिम्रो भाग्यमा तिमीले जति खानेकुरा जम्मा गर्न खोजे पनि तिमीले थोरै खानेकुरा पाउँछौ भनेर तिम्रो भाग्यमा लेखेको छ भनेर मुसाले भन्छ। अनि गरिब मानिस पिठोमा हात लाउँदै चिन्तित हुन्छ र सोध्छ, मेरो भाग्यमा यस्तो किन लेखेको होला? त्यसपछि मुसाले भन्छ, यो प्रश्न बुद्धलाई सोध्न मिल्छ। बुद्धलाई सायद थाहा हुन सक्छ। त्यसपछि त्यो गरिब मानिसले बुद्धलाई त्यो प्रश्न सुन्ने विचार गर्यो र आफ्नो यात्रा सुरु गर्यो। यात्रा लामो थियो अनि उसले 3 जनालाई भेट्यो। एउटा धनी मानिस, एउटा जादुगर र अर्को कछुवा। अनि ती 3 जनाले पनि आफ्नो प्रश्न बुद्ध सामु राखिदिनु भने। त्यो धनी मानिसको प्रश्न थियो, उसको प्रश्न थियो कि उसँग एउटा 16 वर्षकी छोरी थियो जो बोल्न सक्दैनथे। उसको प्रश्न थियो कि छोरी बोल्नलाई के गर्नुपर्छ भनेर। र जादुगरको प्रश्न थियो कि जादुगरले के गर्नुपर्छ स्वर्ग जानलाई। उसले भन्यो कि ऊ हजारौं वर्षदेखि स्वर्ग जान खोजिरहेको थियो, त्यो पनि सकेको छैन। अनि जादुगरको प्रश्न थियो, ऊ के गर्नुपर्छ स्वर्ग जानलाई। र कछुवाको पनि 500 वर्षदेखि ड्रागन हुन खोजिरहेको थियो, त्यही पनि ड्रागन हुन सकेको छैन। कछुवाको प्रश्न थियो कि ऊ ड्रागन हुन के गर्नुपर्छ भनेर। यो सब प्रश्न लिएर गरिब मानिस बुद्ध सामु गयो। बुद्धलाई आफ्नो अरूको प्रश्न सोध्न तयार भयो र बुद्ध भेट्ने बित्तिकै उसले बुद्धलाई नमस्ते गर्यो। भगवान बुद्धलाई सोध्यो कि उसले प्रश्न सुन्न मिल्छ भनेर। भगवान बुद्धले हुन्छ, तर मैले केवल 3 प्रश्नको उत्तर मात्रै दिन सक्छु भनेर जानकारी दिनुभयो। त्यसपछि गरिब मानिस अल्मल्यो। उसँग 4वटा प्रश्न थियो, उसको, कछुवाको, अनि धनी मानिसको अनि जादुगरको। त्यसमध्ये कसको चाहिँ नसुन्ने भनेर उसले सोच्छ र सोच्दै उसलाई आफ्नो समस्या अरूको भन्दा थोरै अलि सानो लाग्छ र अरूको प्रश्न सोध्नु निदो गर्छ। उसले अरूको प्रश्न सोध्छ अनि उत्तर लिएर फिर्ता जान्छ। अनि फिर्ता फर्किँदा उसले कछुवा भेट्छ। कछुवालाई भन्छ कि उसले आफ्नो कवच खोल्नुपर्छ अनि ऊ ड्रागन हुन्छ भनेर। यो सुनेपछि कछुवाले आफ्नो कवच खोल्छ र ऊ ड्रागन हुन्छ। त्यो कवचभित्र सुन, चाँदी, हिरा, मोती हुन्थ्यो। त्यो सब सुन, चाँदी, हिरा, मोती कछुवाले भिखारीलाई दियो र भिखारी आफ्नो बाटो लाग्यो। गरिब मानिस बाटो लाग्दा उसले जादुगरलाई भेट्यो र जादुगरलाई भन्यो कि उसले आफ्नो लट्ठी जादुको छडी तल राख्नुपर्छ अनि ऊ बल्ल स्वर्ग जान सक्छ भनेर। त्यसपछि यो सुनेपछि जादुगरले आफ्नो
आफू स्वर्ग जान्छ। अन्तिममा ऊ धनी मानिसकोमा जान्छ र उसले भन्छ कि आफ्नो छोरीले जीवन साथी भेटेपछि बल्ल बल्ल सक्छिन् भनेर। अनि त्यति बेला त्यो धनी मानिसको छोरी आउँछिन् र बोल्छिन्। यो सुनेर सबैजना छक्क पर्छन्। त्यसपछि थाहा हुन्छ कि धनी मानिसको छोरीको जीवन साथी त्यो भिखारी रहेछ। अनि धनी मानिसले आफ्नो छोरीको विवाह भिखारीसँग गर्यो अनि तिनीहरू खुसी साथ बसे। यो कथाको शिक्षा हो कि हामीले जे गर्यौँ त्यही फिर्ता आउँछ। हामीले राम्रो गर्यौँ भने हामीलाई राम्रो फिर्ता आउँछ, अनि हामीले नराम्रो गर्यौँ भने हामीलाई नराम्रो फिर्ता आउँछ। जसरी भिखारीले यो कथामा अरूको राम्रो सोच्यो अनि अरूलाई राम्रो देखायो र उसले फिर्तामा सब राम्रो पायो। हामी पनि भिखारी जस्तै अरूलाई राम्रो सोच्नुपर्छ र अरूलाई राम्रो गर्नुपर्छ। अनि फिर्तामा बुद्ध भगवानले हामीलाई आफै राम्रो चिज दिनुहुन्छ। यति भन्दै हजुरले मेरो कथा पनि बुझ्नुभयो होला। यति भन्दै म बिदा माग्न चाहन्छु। धन्यवाद।